के भन्ने अब यसमा यो कति लाखको ट्र्याक्टर हो यो 2,50,000 अनि के हो यो त बाङ्गो टिङ्गो हुन्छ त स्टियरिङ काटी हेर्दा कसरी काटिँदो रह त मान्छे सुत्दै घुम्छ ल्या ल्या पछाडिको काटिने रहेछ होइन त स्टार्ट गर्दा कसरी गर्ने हो स्टार्ट यसलाई ब्याट्रीबाट हो स्टार्ट गर्ने चाहिँ यहाँ ब्याट्री चाबी छ खोइ स्टार्ट हुँदैन त कहाँ लाइन देखाउँदैन खोइ कता लाइन दिनुपर्ने कता हो लाइन दिनुपर्ने यहाँ यो के हो यो चाहिँ चार्ज यो लाइन एक्सिलेटर हो एक्सिलेटर हो यो हो क्या हो स्टार्ट हुन्छ अनि गियर खोइ कता गियर खोइ कति नम्बर गियर लाग्छ यहाँ 3 नम्बरसम्म कति एचपीको ट्र्याक्टर हो यो 10 एचपी 456 सीसीको 456 सीसीको 10 एचपीको इन्जिन मोडल कति हो यो 88 छ खोइ ल के छ त अनि अरू कति लाखको रे मोडल यो 2,50,000 भने अब के हुन्छ डिस्काउन्ट हुन्छ यो के हो यो 4 व्हिल 2 व्हिल अब जोड्ने बेलामा फिटिङ गर्ने यो के हो यो ब्रेक हो झ्यापै लाग्छ ल लगा हेर त खोइ लाग्दैन उडाइदिनु फेरि एकचोटि ल ठिक छ ल भयो